हेलो वेलकम छ हजुरहरूलाई आजको भ्लगमा। आजको भ्लगमा घरमै बिताएको हाम्रो बिदाको दिन, घर सफा गर्ने, नेपाली खाना पकाउने र परिवारसँग बिताएका रमाइला पलहरू साझा गरेका छौँ। भिडियो मन परे लाइक, शेयर, कमेन्ट गर्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सिनुहोस् है त। ल छोरीले मामुले हेल्प गर्दै छिन् है छोरो है। ल अब आज चाहिँ हामीले मर्निङको ब्रेकफास्ट के खान्छौँ हेरौँ है त। अब है सानोले चाहिँ मलाई तामाको माझे माझे गर्नलाई हेल्प गरिन् होइन। यो चाहिँ पान होइन, अनि यसलाई चाहिँ डिप गर्ने है। यसलाई डिप गर्ने है। अब नास्ताको तयारी गर्दैछु। आज हामीले सरल र स्वादिलो ब्रेड र अन्डा बनाउँदैछौँ। बिदाको दिन भएकोले सबै मिलेर आरामसँग घरमै नास्ताको मजा लिँदै दिनको सुरुवात गर्दैछौँ। यता चाहिँ मैले चिया रेडी गर्दैछु। र यता चाहिँ हाम्रो घरको सदस्यको सबैजनाको फेभरेट एग ब्रेड बनाउँदैछु। आज चाहिँ हामीले यो प्लेन परोठा, नर्मल परोठा, यो रेगुलर प्याक परोठा बनाउँदैछौँ बिहानको खाजाको लागि। मैले चाहिँ यो बच्चाको लागि चाहिँ अन्डा र ब्रेड चाहिँ सानीको लागि बनाइदिएँ। अब यो चाहिँ पापाको लागि खाने खाना त यो मन पराउँछन्। यस्तो हुन्छ है प्याकमा आएको हुन्छ यो। नास्तासँगै तातो दुध चिया पनि बनाउँदैछु। घरमै बनाएको 1 कप मिठो चियाले बिहान अझै रमाइलो बनाइदिन्छ। बिदाको दिन परिवारसँग बसेर चिया र नास्ताको मजा लिनु नै छुट्टै आनन्द हो। अब यो रोटी चाहिँ पराठा अब एक फर्काउने सानो ग्यासमा बनाएर पकायो भने चाहिँ टाँसिन्न नपर्छ। यो ठुलो हिटमा चाहिँ अलिक टाँसिन सक्छ। यो प्लेन पराठा चाहिँ अरू पराठा भन्दा हल्का यो ओइली चाहिँ हुँदैन यो, त्यही भएर यो पराठा राम्रो हुन्छ खानको लागि ब्रेकफास्ट। यो पराठा पाकेर रेडी भयो। अब यसलाई निकाल। यो चाहिँ अब सेकेन्ड पराठा। आज हाम्रो बिदाको दिनको खानामा चाहिँ बिहानको खानामा मिक्स दाल, जुन कि मेरो बुढालाई एकदम मनपर्छ, उहाँको चाहिँ फेभरेट हो यो। त्यसपछि अर्को फेभरेट चाहिँ चिकन, जुन चाहिँ हामीले हिजो लिएर आएका थियौँ, फ्रोजन चिकन। यो हिजो नेपाली पसलबाट लिएर आएको, ग्रोसरी स्टोरबाट लिएर आएको थियौँ हामीले। यसलाई चाहिँ यो चाहिँ फ्रोजन हुन्छ नि त, अनि त्यही भएर यसलाई चाहिँ बाहिर निकाल्नुपर्छ। र यो दाल चाहिँ हल्का कुकरमा पकाउनलाई टाइम लाग्छ, त्यही भएको भएर मैले चाहिँ आधी घन्टा या 1 घन्टा अगाडि यसरी भिजाएर राखिदियो भने चाहिँ यो पकाउन पनि सजिलो हुन्छ र कम सिटीमा यो दाल पाकेर रेडी गराउनलाई सजिलो हुन्छ। त्यही कारणले मैले चाहिँ यो भिजाउनलाई राखिदिएँ र यो चाहिँ पग्लिनलाई राखिदिएँ बाहिर। चिया पनि बिस्तारै उम्लिन स्टार्ट हुँदैछ। अब यो चियालाई चाहिँ एकैछिन पकाउँ 5 मिनट जति, अनि त्यसपछि चाहिँ हाम्रो ब्रेकफास्ट रेडी। ल 5 मिनट पनि भयो, चिया पनि उम्लिन रेडी भयो र अब मैले कपमा सर्भ गर्न जाँदैछु। मर्निङ, वेलकम टु सफिया ब्लग। ल बुढोलाई चाहिँ आज मैले मर्निङको ब्रेकफास्ट चाहिँ रेडी गरेर दिएको छु। ल कस्तो लाग्यो नि आजको दिन? आजको दिन एकदम राम्रो छ। आज बिदाको दिन यसरी बुढीले मिठो मिठो आफूलाई मन परेको खानेकुरा खाना पाउँदाखेरि एकदम मिठो, चिया एकदम मिठो छ, ब्रेड पनि एकदम मिठो छ। अब खाँदैछु। मिठो छ, मिठो भयो एकदम मिठो। ओहायो सुबचान आशा गोहान ताबेते हाई भन न। दो ओइसी ओइसी त गरिदेऊ मामुलाई, ओइसी गरिदेऊ। हामी चाहिँ आमा छोरी चाहिँ सँगै बसेर ब्रेकफास्ट खाँदैछौँ छुट्टीको दिनमा है सानो है। ल सुबचानको सबभन्दा फेभरेट चाहिँ के हो? पराठा हो नि है। यिनीले पनि पराठा खाँदैछु, मैले पनि पराठा खाँदैछु।
नास्ता सकिएपछि अब घर सफा गर्ने बेला भयो। बिदाको दिन भएकोले आज घरका कामहरू आरामसँग गर्दैछु। सफा घरमा बस्दा मन पनि खुसी हुन्छ र दिन पनि राम्रोसँग बित्छ। आज चाहिँ मेरो बुढालाई मनपर्ने दाल बनाउन सिकाउँ है त। मैले चाहिँ यो कुकर पहिला पकाएँ, त्यसपछि तेल राखेको थिएँ। अब यसमा मैले जिरा राख्छु। अब चाहिँ यसमा प्याज राखौँ। प्याज पनि राख्नु मैले, प्याज हल्का ब्राउन गरिदिने। त्यसपछि यसमा चाहिँ हामीले भित्र राखेको लसुन र अदुवाको पेस्ट राख्ने। अब यसमा मैले लसुन र अदुवाको पेस्ट पनि राखेँ। अब यसलाई चाहिँ हल्का ब्राउन गरिदिने यिनीहरूले चाहिँ होइन। त्यसपछि मैले यसमा बेसार राखेको छु है, र जिरा धनियाँको धुलो पनि राखेको है। धेरै राख्नु पर्दैन, थोरै हल्का। मैले यसमा त्यही टमाटर एड गरेको छु। अब यसलाई पनि हल्का पाक्नु दिउँ है, हल्का पकाइदिउँ। तपाईँलाई अब के गर्नु पर्दैन, यसमा हल्का मजाको पानी हालिदिनेछ। पानी राखेपछि अब म यसलाई चाहिँ बिर्को लगाइदिन्छु। आउनुहोस् अब चिकन रेडी गरौँ है त। आज मैले एउटा सिङ्गै होल चिकन काटेर पनि रेडी गरिसकेँ, देख्न सक्नुहुन्छ हजुरहरूले। ल अब मैले मासु पकाउनको लागि कराई बसालेँ। आज चाहिँ मैले त्यो अघि काटेको चिकनको आधी चाहिँ अहिले पकाउँछु, आधी चाहिँ मैले त्यो फ्रोजनमा राखिदिइसकेँ। यति पकायो भने चाहिँ हामी दुईजनाले मात्र खाने हो नि त, बेबीले खाँदैन। त्यही भएर यो चाहिँ बुढाबुढीको लागि यति भएपछि चाहिँ पुग्छ आजको लागि। अब कराई पनि तातिसक्यो। अब यसमा चाहिँ मैले तेल हाल्छु है। अब यो तेललाई चाहिँ हल्का ताप्न दिउँ। मसँग चाहिँ जिरा मेथी के थियो मैले चाहिँ सबै पकाइसकेँ तेलमा। मैले चाहिँ यो फ्रोजन मासु लिएको कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ पहिला मजाले भुट्नुपर्छ रातो हुने गरेर, अनि त्यसपछि बल्ल प्याज अनि अरू हालेर पकाउने गर्छु। दाल पनि चेक गरौँ है त। ठिक्क पारेको छ, धेरै दाल फुटेको पनि छैन, त्यत्तिकै ठिक्क हुन्छ। मिक्स दाल मजाले पाकेको छ, एकछिन भिजाएर राखेको भएको भएर। त्यही भएर तपाईँहरू पनि मिक्स दाल बनाउँदै हुन्छ भने त्यसलाई चाहिँ सकेसम्म 1-2 घन्टा नत्र भए आधी घन्टा या फिर 15 मिनट भिजाउनु पऱ्यो भने चाहिँ तातो पानीले भिजाउनु भयो भने चाहिँ मजाले पाक्छ यो दाल। 3टा सिटीमा पनि मजाले पाक्छ यो। अब हाम्रो मासु पनि हल्का रातो हुँदैछ। यतिकै भएपछि यसमा चाहिँ अब म प्याज राखिदिन्छु। प्याजलाई र मसला मिक्स राखेर त्यसलाई हल्का रातो हुँदैछ भुटेँ र प्याज राख्छु। अब यसपछि फेरि एकछिन प्याजलाई एकछिन यसमै गल्नु दिने। मैले यसमा चाहिँ लसुन र अदुवाको पेस्ट पनि राखेँ। अब यसलाई फेरि एकछिन छोपेर पकाइदिनु।
आजको खाना रेडी। चिकन, दाल अनि स्यालेड अनि साग अनि माम।